भने पनि होन्डा इज बेस्ट हो कि होन्डा डिओ इज बेस्ट स्कुटीमा चाहिँ मलाई त्यस्तै लाग्छ किन थाहा छ किनभने अब एन्टर्कमा पावर छ हैन एन्टर्कमा पावर छ तर ब्रेकको कमजोरी छ हैन ब्रेकको कमजोरी छ टायर स्किड हुन्छ त्यो छुट्टै छ रेजेटारमा रेजेटार नि कुद्छ माइलेज पनि राम्रो छ तर त्यसको पार्ट्सहरू अनि लाइट वेट छ अनि हल्का ठोकिने बित्तिकै भाइब्रेसन हुने धेरै समस्या छ हैन फाङलाङ फुङलुङ हुन्छ कि हैन अनि एन्टर्क त्यत्तिकै हेभी भइहाल्यो डिओ ठिक्क छ क्या त्यस्तो खासै उनी हेभी पनि छैन ठिक्क छ कि त्यस्तो भाइब्रेसन नि हुँदैन अफरोडतिरहरू नि मजाले जान्छ त्यही त हो नि भने पनि होन्डा इज बेस्ट हो कि होन्डा डिओ इज बेस्ट स्कुटीमा चाहिँ मलाई त्यस्तै लाग्छ किन थाहा छ किनभने अब एन्टर्कमा पावर छ हैन एन्टर्कमा पावर छ तर ब्रेकको कमजोरी छ हैन ब्रेकको कमजोरी छ टायर स्किड हुन्छ त्यो छुट्टै छ रेजेटारमा रेजेटार नि कुद्छ माइलेज पनि राम्रो छ तर त्यसको पार्ट्सहरू अनि लाइट वेट छ अनि हल्का ठोकिने बित्तिकै भाइब्रेसन हुने धेरै समस्या छ हैन फाङलाङ फुङलुङ हुन्छ कि हैन अनि एन्टर्क त्यत्तिकै हेभी भइहाल्यो डिओ ठिक्क छ क्या त्यस्तो खासै उनी हेभी पनि छैन ठिक्क छ कि त्यस्तो भाइब्रेसन नि हुँदैन अफरोडतिरहरू नि मजाले जान्छ त्यही त हो नि